हेलो साथीहरू नमस्कार। सम्पूर्णलाई मेरो वाइपी फ्रेस ब्लग हेर्नुहुने सम्पूर्णलाई मेरो नमस्कार। साथीहरू युरोपमा आउनुहुने सम्पूर्ण साथीहरू हैन, के छ भने अस्ति मेरो 2-4 जना साथीहरू पनि फेरि आउँदै हुनुहुन्छ हैन। यहाँ चाहिँ एउटा एकदम ठुलो समस्या के हुँदो रहेछ भने भाषाको समस्या हुँदो रहेछ। अब हामीले नेपालमा हुँदाखेरि सोचेका पनि थिएनौँ हैन, यो कुइरेहरू गोरेहरू मजाले इङ्ग्लिस बोल्न जान्छन् होला नि भन्ने सोध्थ्यौँ। अब यहाँ आएर बुझ्दाखेरि मेरो त इङ्ग्लिसै आउँदैन। ए फर एप्पल, बी फर बल त्यस्तो पनि आउँदैन क्या, सी फर क्याट पनि भन्न आउँदैन यार। अब इसारा पनि म भात खान्छु हैन, यस्तो म सुत्छु भन्ने इसारालाई नै यिनीहरू बुझ्दैनन् क्या। अनि त्यस्तो हुनाले हामी कन्भर्सेसन कसरी गर्ने? अब काममा पनि त्यत्रा 1500-1600 जना छन् स्टाफहरू हैन, तिनीहरूलाई पनि कसैले इङ्ग्लिस आउँदैन हैन। अब इङ्ग्लिस हामीले अब ट्रान्जेक्सन गर्दै पढ्दै गर्छौँ हैन, तर ट्रान्जेक्सन गरेर पढ्दा या बोल्दाखेरि कस्तो हुन्छ भने यिनीहरूको ट्रान्जेक्सन गरेर जो शब्द आउँछ नि त्यो शब्द हामीलाई पढ्न र पछि उच्चारण गर्न नै यति गाह्रो हुन्छ क्या। अब जस्तै नेपाली शब्द भनिन्छ नि आकार लाको, यस्ता शब्दहरू हुन्छ नि इङ्ग्लिसमा आकार लाको शब्दलाई कसरी पढ्दिनु? माथि खुट्टा तानेको तल झारेको, अनि अगाडिको शब्दहरू हुन्छ नि उनीहरूको साइलेन्ट हुन्छ। जस्तै एउटा भर्खर पनि एउटा के थियो नि, त्यो एउटा साथीको नाम थियो सनेल भन्ने, तर त्यो अगाडिको यासलाई उनीहरूले उच्चारणै गर्दैन, सीदेखि तपाईँको उच्चारण गर्छ। जे पनि अगाडिको शब्दलाई साइलेन्ट गराइदिन्छन् क्या। यस्तै हुँदो रहेछ कि यिनीहरूको शब्दहरू बोलीहरू। त्यो कारणले गर्दाखेरि हामीलाई कस्तो अप्ठ्यारो हुन्छ भने अब कसैसँग कसरी कन्भर्सेसन गर्ने? अब नर्मल अब सुपर मार्केटमा गए पनि त्यहाँ कन्भर्सेसन गर्ने शब्दै छैन हैन। सो भाषा पनि उनीहरूले अलिअलि रिपिट जुन भाषा बोलेको बिहानदेखि बेलुकासम्म प्रयोग हुन्छ नि त्यो भाषाहरू फेरि हामीले अलिअलि सिकिँदो रहेछ। जस्तै मलाई अब 3-4वटा शब्द आफै भनेको हेलो भनेको, जस्तै दोर्बे रानो भनेको, गुड मर्निङ भनेको हैन। अब ए दोब्रे बेचार, पुच्काई भनेको पछि हल्का त्यस्तो 2-4वटा शब्द त अब अलिअलि जान्ने भइयो है। तर मेन अब कसैलाई बोल्नु पऱ्यो, केही काम जान्नु पऱ्यो, केही काम माग्नु पऱ्यो, केही काम गर्नु पऱ्यो भने त्यो पनि अलिक गाह्रै हुँदो रहेछ। सो यहाँ अननेसेसरी काम खोज्न बोल्न अलिक गाह्रै हुन्छ। त्यो मौसम छ, पानी पनि कस्तो दामी तरिकाले पर्छ क्या। फेरि पानी पऱ्यो भने तपाईँको लगातार झरी पर्छ, टुक झरी पर्ने। झरी परेपछि तपाईँको सो मोसनको झरी पर्ने क्या, एकदम फारेर गडाङगुडुङ गर्ने, हावाहुरी आउनु त कुरै छैन। त्यो यहाँ यो म बस्ने सिरेड एरियाको यो चाहिँ नि बस स्टप हो। यो बस स्टप हो। अब यसको उतापट्टि एउटा मार्केट छ लिडल भन्ने, त्यो लिडलमा गएर तरकारीहरू लिनेछु। आज छुट्टी छ, मेरो पकाउने पालो थियो, त्यही भएर मासु ल्याउनु पऱ्यो अनि दालहरू। खानेकुराको समस्या त छँदैछ यहाँ चाहिँ, खासै तरकारीहरू केही नै पाइँदैन अहिलेसम्म। खै अब बल्ल सिजन भएर तरकारी आउँछ भन्ने सुनेको। अनि त्यही मासु खाने हो या फेरि काउली बरकाउली यस्तो पाइँदो रहेछ। अनि त्यो बाहेक अरू खासै च्याउहरू पाइन्छ, अरू हरियो सब्जीहरू त खासै पाइँदैन। अब यहाँ पनि यस्तो गर्मी सुरु भएर आइसक्रिमहरू खुब सेल हुन्छ आजभोलि। पहिला हामी आउँदाखेरि त भयङ्कर जाडो थियो, बाहिर हिँड्नै सकिन्थेन। सो आजभोलि यो आइसक्रिमको पसलहरू लगातार प्रत्येक 100 मिटर 200 मिटरमा आइसक्रिम पसल खुल्छ। यस्तै छ साथीहरू हैन। अब नेपालमा पनि अहिले लगातार पानी परेछ भन्ने सुनेको मैले। एक त यो ब्लगिङ गर्न भर्खर सुरु गरेको
अनि अलिकति मान्छेको अगाडि बोल्न पनि लाज लाग्ने बिगिनर हुने मान्छेलाई कोसिस गरिराख्यो यो क्यामेरा फेस गर्नलाई। अनि एक हाम्रो जस्तो यो अनुहारको मान्छे यहाँ धेरै कम भएको क्या। मैले त यो हाम्रो यो एरियामा लगभग 4 महिना हुन लागिदियो। हामी 3-4 हामी 5 जना जो रुममा छौँ साथीहरू। त्यो बाहेक अरू कोही मान्छे हाम्रो फेसको देखेकै छैन क्या। त्यही भएर यिनीहरू हामीलाई आउने बित्तिकै हेरेको गर्छ, यस्तो गरेर हेर्छ। यस्तो लाज लाग्छ मेरो कहाँको मान्छेहरू भन्ने जस्तो क्या। सो त्यो कारणले गर्दाखेरि यसो भिडियो बनाउँदा पनि कोही मान्छे आयो भने अलिकति के भन्छ र हेर्छ। ओ माई न्यू फ्रेन्ड, हेलो, हाउ आर यु? He is from Philippines. How are you? Yeah. We'll go there. Wait. Loto. Which one? Only €1. €2. Yeah, 1 euro, 2 euro. 150. 150. What damage 1 day 200? No, but that one is Too much expensive, no? यो पनि हेर्नु त ₹2.70 भनेको 350 400 माथि गइगयो 1 किलोलाई। सो महँगो छ यहाँ पनि। सो मलाई कागती चाहिएको, कागती पनि 1.60 पैसा भने सेम। नेपालको रेट त चेक गऱ्यो भने त खतम भइन्छ। What you bring? Narid. Oh, no, coconut also coming. Huh? Oh, this one lemon is good, yeah. What this one? Lemon. Lemon also? Oh yeah, this is very good. No, the very good lemon is in the small one. You buy banana. यसले बनाना किन्नला यो पनि मेरो कम्पनीमा काम गर्छ। सो एक कताबाट भेट भयो मसँग आज। सो यसको नाइट ड्युटी हो, हाम्रो त छुट्टी आज। यो सागहरू यस्तो छ। साग भनेको यहाँ साग पनि थिएन, के हो यो पातहरू के खाने? यो पात मुला आएर चाहिँ नयाँ। यो सिमला मिर्ची बढी छ। सिमला मिर्चीको के तरकारी हामी केही बन्दैन। Tomato is very expensive in here, yeah. This one. But this one is, we have big family. Not enough for this. Yeah, because you consume tomato too much. Yeah, expensive. Too much expensive. We will already plant tomato there in our backyard. In Coop. Tomato is very expensive. Yeah, tomato is very expensive. एउटा यो अर्डरको दाल लिनु पर्यो। अर्डरको दाल 70 पैसा, 100-150 भन्दा अलिक कमै पर्यो। एउटा मुसुरोको दाल, आई थिङ्क मुसुरोको दाल हो। सिङ्गे हुन्छ कि फेरि मुसुरोको दाल पनि। 2टा मुसुरोको दाल लिनु। अनि चामल, लङ ग्रेन राइस। चामल थियो होइन। यो चामल बासमती लङ ग्रेन राइस। यो 2 कति पोका 3 पोका चामल लिनु भने हैन। यति भयो मेरो सपिङ। अहिले के भन्दा थिएँ मैले बिर्सेँ। चामललाई हेर्नु यहाँ ₹2.70 भनेको कति भयो? 2 को 150 300 भयो। 100 ₹400 किलो भयो चामल। यो मासु हो, मासु 5 युरोको एउटा कुखुरा भन्दा कति महँगो हो यार। 750 पर्यो एउटा कुखुरालाई, ब्रोइलर कुखुरालाई।
ट्युब बाई भुङ्गुर टु मच एक्सपेन्सिभ 17 euro. ओ माई गड 1600 17 18 24 नेपाली 2500 दुईटा माछाला यार दिस वन विथ 7 to 8 piece. सो धेरै एक्सपेन्सिभ छ धेरै एक्सपेन्सिभ यो झन् बुङ्गुरको मासु त हेर्नै हुँदैन यहाँ त झन् 6-7 रुपियाँ पर्छ हो हामीले खाने यस्तो यो हड्डी हो किन भन्दा यो हड्डीवाला मासु यहाँका मान्छेले खोइ कुकुरलाई दिन्छन् जस्तो लाग्छ अब हामीले यही खाने हो 150 रुपियाँको एउटा हड्डी दुईटा हड्डी यो मासु भएकोलाई गर्दा साथीहरू यो चाहिँ नि सेल्फ पे गर्ने हो यस्तो गर्ने अनि ट्याक्क लाएर आफै कम्प्युटरमा पे गर्ने क्युआर गर्ने यस्तो हुन्छ धेरै किनेको सामानहरू यस्तो है मैले किनेको त्यस्तो यो चामलहरू यस्तो